सुरुमा तिमी युके आइसकेपछि यो जङ्गल मैले फर्स्टचोटि लिएर आएको थिएँ नि तिमीलाई अनि आज पनि बेबीलाई त्यो सम्झना आओस् भनेर लिएर आएको सायद बिर्स्यो होला ऊ त्यतातिर गएको त्यो आज त्यो माथि भित्र दसी बाह्र आऊ ल आज चाहिँ हामी धेरै पछि यो जङ्गलमा आइयो पहिला तिमीलाई पनि लिएर आएको मैले आज फेरि जाउँ भनेर यो जुत्ता बिस्तारै होइन म त जुत्ता फेरि धुँदिनँ नि तर मै धोइदिन्छु के गर्नु त यता बाटो कता बेबी यता हौ छ्या आँखा देख्दैन मान्छे त यता आइज यताबाट हो क्या यताबाट बिस्तारै फेरि लड्ला नि फेरि बिस्तारै के रह्यो यहाँ पानी पानी छ त्यो पारीहरू त बेबे पहिला हामी यसै साल आएको थियौँ यति बेला नि फुलहरू फुलेछ पहिला यही समयमा हामी यताको बाटो होइन कता हो यता अलिक बारेर होइन हौ यता 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 यताबाट अलिक चिप्लेर लड्ला नि फेरि बिस्तारी बाटोमै नहेरी हिँड्छ यार झम्की झम्किमी त बेबी बिस्तारो होइन बिस्तारो आज हाम्रो दुईजनाकै आज चाहिँ अफ हो डे अफ यहाँ रुख पो छ त गजब नेपालको मौरीको घर जस्तो कि मौरी पनि छ हौ यहाँ त यहाँ बाटो अप्ठ्यारो छ हिँड्नेछौँ बेबी कान्छु ओइ कान्छी अनि ल ल जुत्ता चाहिँ कसले धुने रहेछ मैला भइसकेको छ छैन छैन त्यही त त्यहाँ के थियो त्यो मैला नभएर के हो चाहिँ यो चाहिँ ल ल कालै कालो भइसकेको छ ऊ नेपाल जस्तै लागेर हिँडेको होला होइन बेबी ओइ ओइ उषा कति दुगुरेको हौ पानी ल्याइदिएको छु क्या तिमीलाई मैले पानी पियो तिर्खा लागिसक्यो होला ए भयो छोडिदेऊ यता छोडिदेऊ के भयो नति भयो फालिदिनु भयो त्यो फोहोर पिउने आज हाम्रो दुवैजनाको डे अफ गजब भयो डल्ले हैन अनि हामी चाहिँ डे अफसँगै अनि आज जङ्गल घुमेर अब घर फर्की बाटो घर चाहिँ पुग्नु लाग्यो बेबी अनि जुत्ताको खबर के छ जुत्ताको हालचाल के छ ल कसले धुइँदो रहेछ भरे त्यही त ल धोइहाल्छ नि त्यो केस फरफर हल्ल्याएको जस्तो त भइहाल्छ नि म हेर्छु नि राइस